हेलो एभ्रिवान, सबैजनालाई सेवाहरू नमस्कार। अनि साथसाथै जिउ पनि छ है हजुरहरूलाई। जिउ चाहिँ मेरो भाषाबाट। अनि आज पनि सधैँ चाहिँ मेरो नयाँ भिडियो यसरी स्टार्ट गरेँ। आज पनि साथीहरू काम गर्नै जाँदैछौँ। आज चाहिँ अक्कपरे खोर्सानी टिप्न गएको अब खोर्सानी चाहिँ पहिलो टिप्दै हो। कतिको पाक्यो या पाक्दैन त्यो थाहा भएन। अब अलिकति पाकिरहेको तर कति निस्किन्छ। अब हामी खोर्सानी टिप्नलाई जाँदैछौँ साथीहरू। खोर्सानी सघाउनु पर्ने हुन्छ। बुहारीको काम पर्दा बुहारीलाई सघाउनु पर्छ घरको सबैजनाले। अनि म त सकिसकेँ। मेरो काम पनि छ नि त तर पनि अब गरी नहुने हो नि त। त्यही भएर तिर धान कस्तो भइरहेछ यसरी हरियो भइरहेछ। कस्तो रहर लाग्दो भइरहेछ। कुनै कुनै ठाउँ चाहिँ गोडिसक्यो। साथीहरू कस्तो राम्रो देखिन्छ। खेतबारीको भ्यू हेर्नुहोस्। खेतै खेत छ यहाँनिर। दुःख धेरै पाइन्छ साथीहरू खेत भएको ठाउँमा। हुन्छ पनि हुन त तर बारीमा बसेर बारी मात्रै कमाएर खेत भएको ठाउँमा बिहे गरेर आउँदा चाहिँ एक त रमाइलो पनि लाग्छ तर लास्टै दुःख पाइन्छ साथीहरू। को हुन्छ म जस्तै पहिले चाहिँ बारी मात्रै कमाउने अनि जे भइसकेपछि यस्तो हुँदो रहेछ भन्ने कुरा थाहा हो नि त मलाई। सबै सुकिसकेको छ। म चाहिँ खोर्सानी बारीमा पुग्न आँटिसकेँ। एक्लै पछाडि परेछु। आमाहरू त भर्खर आउनुभएको थियो। कता जानुभयो थाहा भएन। कुन बाटो अर्कै बाटो आउनुभयो के अरे। म अर्कै बाटो आएँ। खोर्सानीको सिरानमा चाहिँ पुगेँ कि साथीहरू तर यहाँ बाटै छैन नि त। झोडी छ। कसरी पुग्नु पर्ने हो थाहा छैन। अब यता ओह्रालो जानुपर्ने हुन्छ। अलैँची पनि रोपिएछ यहाँनिर। रोप्नुभएछ दिदीहरूले। अस्ति हामीले रोपेको उत्तिस यहाँनिर उत्तिसहरू चाहिँ त्यस बाँचिरहेको रहेछ। हामीले रोपिदिएको नि त यो उत्तिस। यो बारी चाहिँ हाम्रो होइन खासमा। यो एकजना भतिज पर्नेको हो। हाम्रो आमाहरूले खानुभएको कति धेरै छ नि त। अब
खोर्सानी बारी पनि धेरै छ, मकै पनि धेरै छ। गाह्रो छ साथीहरू, यहाँ कसरी निस्किनु ओह्रालो जान त पर्यो। गएपछि कसरी आउने, यस्तो बाटै छैन। बिजोग रमाइलो छ साथीहरू। अब म एकैचोटि खोर्सानी भएको ठाउँमा, एक खोर्सानी टिप्दै गरेको ठाउँमा पुगेर भिडियो गर्छु ल साथीहरू। यहाँ पनि छन् त छ कि खोर्सानी। हाम्रो बुवा अघि आउनुभएको छ, सायद पुछारदेखि टिपेर ल्याउनु पर्ने हुन्छ होला। त्यही भएर म अब तल पुछारमा जान्छु साथीहरू, मोबाइल राखेर। फाइनली साथीहरू बल्ल आइपुगेँ म चाहिँ यता पुछारमा। त हाम्रो बुवाले अघि टिप्दै हुनुहुन्छ। यहाँ पर टिप्नु भयो कि छैन, खोर्सानी बारीमा चाहिँ आइसकेँ। बल्ल बल्ल जोडीले ओह्रालो आउन नसकेर बल्ल चिप्लिङले लड्दै आइपुगेँ साथीहरू। अब मैले चाहिँ खोर्सानी टिप्नु पर्ने हुन्छ। हाम्रो बुवाले चाहिँ बोरा यहाँ राख्नुभएछ। बुवाले बोरा चाहिँ टन्नै ल्याउनु भएको छ, तर खोर्सानी चाहिँ कति निस्किन्छ साथीहरू त्यो चाहिँ थाहा छैन। बोरा त यति धेरै छ, यति धेरै बोरा त भर्ला जस्तो लाग्दैन मलाई। पछि चाहिँ भर्छ होला अहिले चाहिँ, किनभने सुरु चोट्यो हो नि त, पहिलो चोट्यो नि त, यो पहिलो टिपाइ हो। त्यसैले अलिक थोरै निस्किन्छ होला भन्ने हो। खोर्सानी हाम्रो बुवाले कहाँ चाहिँ टिप्नु भएछ, म त्यही मिलोमा गएर मन टिप्नु पर्यो साथीहरू। त्यस्तै धेरै पाकेको चाहिँ छैन, अलिअलि पाक्दै रहेछ भर्खर, हेर्न सक्नुहुन्छ। एउटा पाकेको चाहिँ पनि खेर जान्छ नि त, नटिपेन भने त। यतिको चाहिँ पाकिरहेको रहेछ साथीहरू। अब हेर्नुहोस् कस्तो राम्रो हाम्रोतिर प्योर अकबरे खोर्सानी छ है। कसले बोलाए जस्तो लाग्यो, बोलाएको होइन होला। प्योर अकबरे खोर्सानी कसलाई मनपर्छ कमेन्ट गरेर भन्नु होला। हामीलाई त अकबरे मनपर्छ, किनभने खेती नै त्यही छ नि त, नगर्दा खेतीको रूपमा। अलैँची भनेको अलैँची पनि हुन्छ, हाम्रो चाहिँ खासै अलैँची छैन। त्यसैले हाम्रो चाहिँ यही मात्रै हो साथीहरू, नगदै अकबरे खोर्सानी मात्रै हो हाम्रो नगदै बाली। बुवा कहाँ गयो? हाम्रो बुवाले चाहिँ खोर्सानी नै छैन भन्दै हुनुहुन्छ है साथीहरू। ल अब म पनि यो बोरामा खोर्सानी टिप्न थाल्छु साथीहरू। अब टिप्दै गरेको भिडियो चाहिँ कसले गरिदिनु हो र होइन, मोबाइल समय दिने छैन नि त। भरे बहिनी आउँदैछ होला, धेरै नै अघि मभन्दा अगाडि आएको, तर कहाँ बसेर आइपुगेको छैन। बसेर भन्दा पनि सानो नानी थियो, सानो नानीसँगै आएर कि भरे मैले टिप्दै गरेको पनि भिडियो गरेर देखाउने छु साथीहरू। अब चाहिँ म टिप्न थाल्छु ल। चौङलङ वाम नामु साथीहरू, हाम्रो चाहिँ खोर्सानी टिपा यस्तो हुँदैछ है। खोर्सानी त्यस्तो धेरै पाक्ने बेला त भएको छैन, पहिलोचोटि हो, पहिलो टिपाइ। त्यसैले अब थोरै नै निस्किन्छ होला भन्ने चाहिँ छ। देउरानीले त्यहाँ टिपिरहेछ, काका ससुराले त्यहाँ टिपिराख्नु भएको छ। मलाई चाहिँ जहिले हिँड्ला मेन्देङ भयो भन्दै गराउँदै हुनुहुन्छ। म चाहिँ जहिले भिडियो मात्रै गर्छु अरे नि त, अहिले मात्रै गरेको। काकाले देखेपछि चाहिँ अघिदेखि देखेको भए त झन् के भन्नुहुन्थ्यो होला, होइन काका? अघिदेखि मैले भिडियो गरेको देखेको भए त के भन्नुहुन्थ्यो होला, होइन? जहिले मेन्लो चोक्याङ आयो हो अरे मलाई कराउँदै हुनुहुन्छ नि त हाम्रो काकाले। काका खतरा हुनुहुन्छ। त्यो होस् काका, त्यो एक पाटा पाकेकोहरू मात्रै होस्, लानुपर्छ नि। रातो मात्रै, अनि त्यो हरियो होस्। हाम्रो आमालाई चाहिँ पहिली खोर्सानी रोप्दाखेरि खासै झामै आएन अरे, अनि
टन्न मकै हालेर हेर्नु नि साथीहरू, मकै पनि पो छ त अब फेरि खोर्सानी बारीमा। जस अब दुइटै हातमा लड्डु भन्ने जस्तै मकै पनि फलिरहेछ, खोर्सानी पनि फलिरहेछ। खोर्सानी चाहिँ तर उसको पात चाहिँ अलिक रातो रातो भएको छ, तर पनि केही पनि हुँदैन, नमरोस् यति भए पुग्छ हामीलाई। मैले यति मात्रै टिपेको छु साथीहरू, यति टिपिसकेँ। अरूले कति कति टिपिसक्नुभयो। खुर्सानी टिपाइ साथीहरू, यत्रो टिपिसक्यो। खोर्सानी चाहिँ कति पनि निस्केको छैन। सायद यो पहिलो टिपाइ भएर पनि हुनसक्छ। मकै टन्नै छ। काका बोरा लग्यो जीवन बोरा लग्यो। ए यस्तो छ है खोर्सानी, अझै माथिसम्म टिप्दै जानुपर्ने हुन्छ साथीहरू। मैले टिपेर त्यहाँ राखिरहेको छु। जस आधी चाहिँ भइसक्यो होला खोर्सानी टिपाइ। चरा ढुङ्गामा बसेर उच्चमा बसेर हावा खाइरहेको छु, तर तिर्खा लागेर सबै मुखतिर मर्न आँटेको छु। पानी नै छैन, अघि गइएन छ। अब कतिखेर टिपिसकेर घर गएर पानी पिउनु पर्ने हुन्छ साथीहरू। घर पनि होइन पो त, बारीमा जानुपर्ने। फेरि यहाँदेखि गएर कोदो रोप्नु पर्ने, तर पानी पर्न थाल्यो साथीहरू। फेरि पनि कति पानी पर्छ हाम्रोतिर। तपाईँहरूकोतिर पर्छ कि पर्दैन? तर अहिले त सिजनै हो नि त, पर्छ होला होइन सबैतिर, हाम्रो मात्रै होइन। यहाँ माथि जङ्गलमा घर छ है साथीहरू, एउटा जुम गरेर कस्तो राम्रो देखिन्छ। जङ्गल त होइन, यता चाहिँ जङ्गलमा एक्लास घर छ साथीहरू। माथि हाम्रै गाउँ हो यो पनि। घर यत्रो ठुलो छ, यताउति अरू घरहरू छैन, त्यही घर मात्रै हो, एक्लास छ। यस्तो घरमा चाहिँ म त डरले बस्दिनँ होला साथीहरू, एक्लै चाहिँ। त्यहाँ परतिर टोइलेट छ, यता घर मात्रै छ नि साथीहरू। हाम्रो चाहिँ बाक्लो बस्ती छ। यो चाहिँ हो सबभन्दा एक्लास घर। फाइनल साथीहरू, मलाई चाहिँ तिर्खा लागेर फिटी भइरहेको थियो नि त। मैले तिर्खाको औषधि भेटाएँ एउटा पानीको सट्टामा। अब यो काँक्रा खाएर फेरि टिप्नेछौँ साथीहरू। कस्तो तिर्खा लागिरहेको थियो, यस्तो काँक्राको बोटो हेरेको त भेटेँ नि त साथीहरू। यो चाहिँ कलिलो छ। म यहाँ एउटा चाहिँ टिपेर भुइँमा राखिरहेको छु। त्यो चाहिँ खासै मिठो हुँदैन होला, यो चाहिँ मिठो हुन्छ। अब यो चाहिँ बाँडेर खाने हो अनि भाइ बहिनीसँग। फाइनली तिर्खा चाहिँ अब यसले गरिदिन्छ साथीहरू। त खाँदैछ मेरा देउरानी बेहेना। मिठो रहेछ, तिर्खालाई चाहिँ भगाउँछ होला जोस्। अब यो खाएर डर भएर फेरि खुर्सानी टिप्नु पर्ने हुन्छ। त्यतिन्जेलसम्मको लागि चाहिँ छुट्टी लिए ल खानालाई। किन मजा लाग्यो? तिमी पनि छुट्टी नमाग्ने? माग्ने भने माग्यो, म दिन्छु। फेरि गर त। कसरी सर्का तानेर मलाई देखाउँदै थियो कि झन्डै मर्यो त मेरो देउरानी त। मर्नु चाहिँ नमर है, मेरो देवर मर्छ नि रुएर फेरि। मरेकै भोलिपल्ट त ल्याउँदैन हौ, गाडेकै हुँदैन, भ्याउँदैन क्या। बिहान मरेर दिउँसो गाडेर भोलि बिहानै ल्यायो भने भोलिपल्ट के भएर मर्नु चाहिँ नमर ल। हामीले चाहिँ खोर्सानी टिपिसक्यौँ साथीहरू। कति भयो भन्दाखेरि
यो सबै बटुल्दाखेरि यताको पनि हाल्दाखेरि एक बेला चाहिँ भयो होला। पहिले टिपाइ हाम्रो बुवाले खुर्सानी बेचेर के किन्नु हुने हो? मासु भात मात्रै किन्नु हुने अरे। सकिएन मासु अनि एक्लै खानु हुने कि मलाई पनि दिने हो र? ए एक्लै खानु भयो भने त छैन नि। फेरि हाम्रो काका चाहिँ जहिले मर्चामा मात्रै भोट दिनुहुन्छ र छाप हान्दै हुनुहुन्छ होइन काका? भोट दिँदै हुनुहुन्छ होइन मर्चा छापमा। अब चिया खाएर गएर फेरि कोदो रोप्नुपर्ने छ साथीहरू। यहाँ कहाँ सुविधा त छ र? मेरो कान्छा देवर उसको निन्द्रै गएको छैन जस्तो छ। बिदेखि तिर्खा लागेको थियो नि त साथीहरू। म चाहिँ चिया खाएर पनि चिनी थियो नि त गुलियो अनि चित्त बुझेन। म पानी पिउनु गएको यहाँनिर थापेर खाने छु है साथीहरू पानी। म पानीको ठाउँमा जाँदैछु हेर्नु होला। ए चित्तै बुझेन काँक्रा खाँदा अलिक ठिक्क भएको थियो। फेरि चिया खाएको त झन् साह्रो तिर्खा लाग्यो। मेरो पानी खाने ठाउँ चाहिँ यस्तो छ है साथीहरू। यहाँनिर अब यहाँदेखि थापेर खानेछु। यसरी पानी थाप्ने दुना बनाएँ तर अलिक चिने जस्तो चाहिँ अलिअलि पखाल्नु पर्यो। चोखो त चोखै थियो होला। पखाले थापे अब खान्छ है त साथीहरू। कस्तो मिठो भएको। कति मिठो छ है साथीहरू पानी। सङ्लो नसङ्लो आउँछ कस्तो मिठो छ। अन्नै खाने हो अब एकचोटि खाने हो। हामी चाहिँ अगाउँछु अनि गएर कोदो रोप्ने डर भएर। मेरो पानी खाने धारा चाहिँ साथीहरू यस्तो छ है। यहाँदेखि पानी पलाउँछ। पहिले त यहाँ ठुलो कुवा थियो अहिले चाहिँ छैन। सबै भत्क्यो पानी अस्ति दसैँ भुलमा ठुलो पानी परेकोले सबै भत्काइदियो। बौसी यता फाल यता फाल। आमाले भन्दा अझै फाल्न मैले सिकाएको। सासु कडा होइसिन्छ। हामी रोप्नु अरे आमाले खन्नु हुने रहेछ। म त्यस्तो नराम्रो त खन्दिनँ थिएँ पो त। हिजो चाहिँ यो के भन्छ भित्ता तास्नु थिएर मात्रै चित्त नबुझाएको भन्ने मलाई थाहा छ। हो होइन आमा के अरे भित्ता तास्नु पर्छ र त्यो चित्त बुझ्दैन अनि आफै खन्नु भएको होइन। रङ्गे हात पक्रि हारिन्छ नि। अनि ठुलो हाम्रो खेतला सुतेको 3 घन्टा भइसक्यो होला। अनि मोटु उठ। आनन्दले सुतिरहेछ है साथीहरू। जुत्ता पनि एउटा फुकालिदिएको एउटा फुकालिदिएको रहेछ आमाले। 11 भइसक्यो। 4:11 के कोदोको बिउ उखालेर हामी माथि ल्याएर फेरि माथि जाँदैछौँ नि मोटो। गर्नु न। बिउ बोक्ने यहाँ हुनुहुन्छ अनि त्यहाँ धेरै भारी हुने भएर यहाँ पनि होइसिनुहुन्छ हाम्रा मम्मा। मम्मा गर्नु त छोरो। माम्मा
गएर उखालेर रे रोपेर कतिखेर सक्ने हो, एक भारी टन्नै छ। बल्ल आइपुग्यौँ। यसलाई बोकेर बस्दाखेरिको रिजन यहाँ हेर आमा पसिना यति साह्रो आइरहेको छ साथीहरू। मलाई बोक्नु भएको तुम्माले भन्नु न। अब फेरि स्टार्ट गरिहाल्यो पाङ्लेले। अब म पनि लाग्ने हो। पसिनै पसिना छ साथीहरू, के गर्नु। 2 दिनको जिन्दगीमा मरिलानु यस्तोलाई ला मेरो आँखामा पसिना के दिएको। हामीले फाइनली उयो रोपिसक्यौँ, कोदो रोपिसक्यौँ। सो साथीहरू अहिले चाहिँ मेरो भारी खुच्चे होइन, थर्मसहरू भएको छ। आजको मेरो भिडियो चाहिँ यति नै। अब फेरि अर्को भिडियोमा भेटौँ। आजलाई बाई। फाइनली कोदो रोपिसक्यो। अब फेरि भरे भोलि अरू भिडियोमा भेट्नेछौँ। हस् त बाई।